एकदम टाटो भयो हजुर खरायो भाइ टाटो छ टाटो छ एकदम टाटो छ गाडीमा आनन्दले होइन यस्तो कस्तो आनन्द है अब खरायो भाइले भ्लग गर्न सिक्दैछ गाइस अनि अर्को कुरा म के भन्न चाहन्छु भने लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि दामी दामी भ्लगहरू छ त्यही हो गाइस अनि होइन मलाई सपोर्ट गरिदिनुहोस् खरायो भाइले सपोर्ट गर्ने बित्ताले फ्यानहरू भेटेको छन् सबजना ल आइहाल्नु गरौँ त फाइनली बाइक बनेको छ दाइहरूले हिजो हाम्रो बाइक बिग्रेर दाइहरूले बनाइदिनु भएको छ त्यो दाइहरूलाई धेरै धेरै धन्यवाद के भन्नुहुन्छ दाइ ओके छ त ठिकै छ हाम्रोमा आउनुभयो हामीले अब सल्भ गरिदिउँ हजुरहरूलाई हजुर समस्या परेको थियो हिजो हामीले फेरि हिजो बेलुका बिग्रेर अघि हिजो आउँदा हामी बाटोमा आउँदै त्यो बाइकको फेरि कसो भने क्लोजर गइदियो क्लोजर गएर फेरि आउँदा भयो फेरि गाडीमा हालेर ल्याएको यो गाडी फेरि यहाँ सामान छ नि फेरि सामानहरू हजुर सब सामान चाहिँ बेलुका झारेर गरेर फेरि बाइक हालेर ल्याएको दुईवटा बाइक ठिक छ हाम्रोमा आउनुभयो हामीलाई कन्ट्याक्ट गर्नुभयो हजुर हामीले बनाइन्छौँ होइन हजुर सकुशल तपाईँहरू जानु होला आफ्नो ठाउँमा तपाईँमा पुग्नु होला त्यही हो ल बाइकहरू रेडी भइसकेको छ भोलि हामी नेपाललाई हुन्छ आज जाने भनेको त्यही पनि भएन यो बाइक चेन क्लोजर भएको थियो सब भइसक्यो रेडी रेडी बाइकको सब यसको टायरको समस्या थियो हजुर टायर लिक्विडहरू हालेर हामीले बनाइदिएको छौँ हजुर उहाँहरूलाई ढुक्क हुन्छ यहाँबाट जाँदाखेरि केही फरक पर्दैन भयो नि ढुक्क भयो बबाल भोलि त राइट टुको दिने होला नि होइन बिना कालेर भोलि त ल उहाँ चाहिँ दाइ भोलि राइट मजाले डुग्नुहुन्छ त्यही हो यो बाइक सब बाटोमा समस्या आउने कुरो केही ऊ छ कि हेर्नुलाई ल मलाई चाहिँ नभन्नु दाइ हो दाइले हो मलाई चाहिँ नभन्नु मैले चलाउने बाइक म गाडी बाइकको चलाउनु थियो दाइले हो चलाउने फेरि मेरो दाइको बाइक कुन भनेपछि यो हो फेरि मेरो दाइको बाइक यो केही भएन नि त अनि नयाँ बाइक हो यो केही भएको छैन अरू बाइकको चाहिँ मैले सामान समस्या हिजो बिग्रेको बाइक उठ्यो यो क्लोजर गएको थियो त्यही पनि बढ्यो समस्याहरू सल्भ गर्दैछु 4 वा 5 वटा बाइकको मैले आज सिमिकोट भन्ने ठाउँमा बसेको छौँ त्यही पनि हिजो बाइक बिग्रेर हिजो बाइक बिग्रेको थियो आज भयो रेडी सबजना रेडी भयो नयाँ नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब गर्नु होला युट्युबमा गएर सबजनाले मेरो भ्लग टिकटक हेर्दै हुनुहुन्छ भने खरायो भाइ भनेर सर्च गर्नु होला केटिएम बाइक चढेको छ त्यही पनि ल हामी पनि भोलि निस्किन्छौँ फाइनली दाइ पनि सुटेको हुनुहुन्छ सबजना दाइहरू हुनुहुन्छ उता उहाँ चाहिँ दाइ त भर्खर छ नि यार नागिर लाएर टक्क होइन कहाँ दुईजना गाडीहरू हाम्रो सब रेडी छन् भोलि जाने सबजना के ढोडाइ गर्नु भनेको आमा बाइक त एकदम ग्रुप छ मान्छेहरू पनि बसेको छ हजुर हजुर भलक You singing? Hi, hello, how are you? Oh, you singing? On? अनि फेरि यो छ नि यसलाई यो यहाँ छ दिदी Recording, okay. Hello, Sarath Bhai Takar, Haja Bhai Rajesh Bhai Ahir, Sarath Bhai Seti from Gandhidham Kutch, myself Ramkaran Tiwari, yes, Mr. Damji Bhai Ahir, your name? खराज भाई हाँ या और पीछे हेलीपैड है और हमारे हरीश भाई त्यही हो फाइनली दाइहरू बसेको हुनुहुन्छ बाजेहरू उहाँ चाहिँ आन्टी हामीलाई बाँच्न बस्न दिनुभएको के छ आन्टी अनि रमाइलो भइरहेको छ होइन त्यही पनि किचन कोठामा जान्छु एकचोटि दाइ दिदी हुनुहुन्छ होला म त एकचोटि किचन कोठा गएको छु हाम्रो दाइ होइन किचन कोठामा काम गर्ने दाइ के छ र नि एकदम ठिक छ ठिक छ रेडी भएको छ दाइहरू माथि सुतेको हुनुहुन्छ सबजनाले युट्युबमा हेर्दै हुनुहुन्छ भने एमआरपी भनेर सर्च गर्नु होला नयाँ नयाँ हुनुहुन्छ भने सबजनालाई सब्सक्राइब गर्नु होला युट्युबमा सबजना टिकटकमा पनि गएर हेरिदिनु होला उहाँ दिदी टक्क पानी खाएर बस्नु भयो बाइक यहाँ त रोएको छ दाइहरूले यहाँ के गर्दै हुनुहुन्छ बाइक ल के छ बिउटाइ टाटो भयो एकदम टाटो भयो हजुर खरायो भाइ टाटो छ टाटो छ एकदम टाटो छ गाडीमा आनन्दले होइन यस्तो कस्तो आनन्द है अब खरायो भाइले भ्लग गर्न सिक्दैछ गाइस अनि अर्को कुरा म के भन्न चाहन्छु भने लाइक गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् अनि दामी दामी भ्लगहरू छ त्यही हो गाइस अनि होइन मलाई सपोर्ट गरिदिनुहोस् खरायो भाइले सपोर्ट गर्ने बित्ताले सपोर्ट गरिदिनुहोस् खरायो भाइले सपोर्ट गरिदिनुहोस् होइन
अनि अरू केही छ खरायो भन्नु अरू के हो नि र सबजना युट्युबमा गएर हेरिदिनु होला सबजना नयाँ मान्छे हेर्दै हुनुहुन्छ भने सबजनाले कहाँबाट हेर्दै हुनुहुन्छ सबजनालाई सब्सक्राइब गर्नु त्यही पनि हाम्रो बाइक भोलिलाई जान र राइड रेडी छ ल के छ दाइ आरामै एकदम बबाल अर्को डाइलन बबालसँग बाइक बिग्रिएको थियो होइन होइन दाइ दाइ एकदम खुसी हुनुहुन्छ बाइक बनेर एकदम खुसी हुनुहुन्छ ल हाम्रो बाइक पनि रेडी भइसकेको छ लाइक सब्सक्राइब गर्न भुल्नु होला एक्चुअली ओहो मेरो ट्याग ओइ के छ कहाँ गटिस् ओइ आइज के छ दाइ आमा त्यस्तो लाएर बढी नि हेर्नु बाबा दाइहरू नि बहा टाक्क दाइहरू नाम बहा सिमीकोटमा हामीलाई भेट्ने भनेर हजुर हजुर धारपानी जानु हजुर हाम्रो तल्लो गाउँ मेरो वल्लो गाउँ पर्छ हजुर एकदम बाबा काट्ने देखिन्छ दाइ नातिनी बिस्तारै देखिन्छ हाम्रो पनि होइन भलक लामो छ भलक पनि अरू थुप्रै छन् भलकहरू आउँछ बिस्तारै बिस्तारै दाइले हाल्नुहुन्छ त्यही हो त्यही पनि हाम्रो खानाहरू सबजना कुर्सीहरू खाना सरकारहरूले कस्तो भन्नु आन्दोलन मचाएछ होइन ठुलो पनि 14 वर्ष बच्चाहरूलाई बराबर बन्डु हान्ने छन् के भन्छ हामी पनि त्यस्तो भन्ने सोच भएर चाहिँ फेसबुकहरू पनि बन्द भएको थियो ल दाइहरूको फ्यानहरू भेटिएको छन् आम्मा दाइहरू के हो दाइ फ्यानहरू पनि भेटेको छन् सबजना ल आइहाल्नु गरौँ त Don't test the bottom.